नमस्ते सम्पूर्ण फेसबुकका साथीहरू, नमस्ते सम्पूर्ण युट्युबका साथीहरू, नमस्ते सम्पूर्ण टिकटकका साथीहरू अनि नमस्ते माताज्यू। मलाई चाहिँ माताको भाषै आउँदैन। मलाई यो लगातार मैले एउटा भिडियो देखिरहेको थिएँ कि 4-5 दिन भइसक्यो। बाहिरको मान्छे भइदिएको भए मैले चाहिँ भिडियो बनाउने थिएन होला साथीहरू। मैले चाहिँ नराम्रो भन्न पनि आएको होइन, माफ गर हैन। तिम्रो बारेमा भिडियो बनाएँ मैले। अनि यो कोलबुरको घटनामा माता बनेर गइरहेछौ। मैले राम्रोसँग चिन्छु तिमीलाई, तिमीले पनि हामीलाई चिन्छौ हैन। मलाई पनि चिन्छौ राम्रोसँग। मलाई चाहिँ सोध्न मन लाग्यो। म नराम्रो गाली गर्न आएको हैन, म बेइज्जत गर्न पनि आएको हैन, तर मलाई चाहिँ भिडियो बनाउन मन लाग्यो कि जस्ट भिडियो मात्रै बनाउन मन लागेको। अनि तिमी कहिलेदेखि माता भएको? माता सानैदेखि थियौ कि अहिले चाहिँ सिकेर भयो कि? कमेन्टहरु देखिरहेको थिएँ, धेरै कमेन्टहरु देखिरहेको थिएँ। अनि मलाई चाहिँ मनमा कस्तो कस्तो लाग्यो कि कमेन्ट देखेर। अनि मैले भिडियो बनाऊ कि जस्तो लाग्यो। तिमीलाई टन्नै गाली गरे रहेछन्। अनि नहुने कुरालाई चाहिँ गाली गरेको भए, हुने कुरालाई गाली गरेको भए सायद मैले तिनीहरूलाई गाली गर्थेँ होला। माताको लक्षणै थिएन त, त्यही भएर मैले चाहिँ कहाँबाट आयो कसरी आयो गाली खाने काम चाहिँ नगर भन्छु कि। म चाहिँ क्लासमा खेलबाड चाहिँ गर्नु हुँदैन है। म चाहिँ यही भन्न चाहन्छु। बाई बाई। सुँगुरको मासु लटपट धेरै छ। छि 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 छि। देवी देउता बस्ने घरमा त्यस्तो सुँगुरको मासु खान्छन् अनेकहरू। रागा सागा छि 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 छि। खाएको छ खाएको छ रांगो त खाए छ छ छ छ छ छ छ छि 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 छि। रांगो चाहिँ खाइएको छि 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 छि। नखानु है, नखानु। अब म घर शुद्धि गरिदिन्छ मेरो चेलीले। सुँगुरको मासु, बुङ्गुरको मासु, अनेक मासुहरू केही पनि चल्दैन है यो घरमा। सत्य देवीको उत्पन्न हुँदैछ। पछि यहाँ अग्निको धारा उत्पन्न हुन्छ। सुन्नु है, हल्ला नगर्नु। पछि अग्निको धारा उत्पन्न हुन्छ यहाँ। पछि आप शक्तिले पूजा धेरै गरेपछि अनि त्यो अग्नि जहाँ बग्छ त्यही चाहिँ हराउँछ है।